मोहम्मद सालाको निर्णायक गोलमा इजिप्टको पहिलो जित। सोमबारबाट सुरु भएको अफ्रिकाको वर्ल्ड कप यानि कि अफ्रिका कप अफ नेसन्सको आफ्नो पहिलो खेलमा इजिप्टले कठिन जित हात पार्न सफल भएको छ। इजिप्टले जिम्बाब्वेलाई 2-1 ले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। इजिप्टलाई जित दिलाउन मोहम्मद सालाले स्टपेज टाइममा गोल गरेका हुन्। गेम डोमिनेट गर्दा गर्दै पनि इजिप्ट 20औं मिनेटमा खेलमा पछि पर्यो, जब प्रिन्स ड्युबले इमानुएल जलाईको असिस्टमा गोल गरेर जिम्बाब्वेलाई 1-0 को अग्रता दिलाए। अनि सेकेन्ड हाफमा इजिप्टले स्ट्रङ कमब्याक गर्यो। 64औं मिनेटमा ओमर मार्मुसले मोहम्मद हाम्दीको असिस्टमा खेल 1-1 को बराबरी गर्दै इजिप्टलाई खेलमा फर्काए। त्यसपछिको लगातार प्रयासमा खेलको अन्त्यतिर 90+1 मिनेटमा मुस्तफा मोहम्मदको असिस्टमा सालाहले गोल गर्दै खेल 2-1 बनाएर इजिप्टलाई जित दिलाउन सफल भए। यस खेलमा इजिप्टले 77% पोसेसन कायम गरेको छ भने जम्मा 35 वटा शट्स प्रहार गरेको छ र त्यो 35 शट्समा 11 वटा शट्स टार्गेटमा पनि प्रहार गरेको छ। यस टुर्नामेन्टमा 27औं पटक खेलेर रेकर्ड कायम गर्दै गर्दा इजिप्टले यही टुर्नामेन्टमा भएका लास्ट 11 म्याचेसमा अनबिटन पनि रहेको छ। यो कम्पिटिसनमा जिम्बाब्वेसँग 3 पटक खेल्दा इजिप्टले 3वटा खेल जित्न सफल पनि भएको छ।